गुड नाइट एभ्रिवान। आज पनि मैले बनाएको छु सुँगुरको मासु अनि यो लट्टेको सब्जी। ल म खान्छु है त अब। अनि यो सुँगुरको मासु चाहिँ अहिलेको लागि चाहिँ मेरो फेभरेट बनेको छ। मैले सानोमा खाएँ अनि बिचमा छोडेको थिएँ। मैले किन छोडेँ भने फेसमा मेरो एकदम धेरै डन्डिफोर आउने अनि चिल्लोले डन्डिफोर आउँछ भन्ने भएर मैले छोडेँ। अनि दिमाग बोधो हुन्छ पढ्ने बेलामा भन्ने हिसाबले नि मैले सुँगुरको मासु छोडेको। अनि बिचमा गएर बिहा गरेपछि घरमा त अब सुँगुरको मासु खाने क्रममा चाहिँ मेरो ससुरा बाबुले चाहिँ अलिक खल्लो गर्नुहुन्थ्यो कि बबिताले त खाँदैन भन्नुहुन्थ्यो। त्यो भइसकेपछि मैले नखाँदा अलि अप्ठ्यारो हुन्छ, मैले पनि खानुपर्छ भनेर हल्का हल्का खाने बानी गरेँ। अनि 1-1.5 वर्ष यता चाहिँ मेरो एकदमै धेरै फेभरेट बन्यो अनि एकदम धेरै टेस्टी पनि लाग्छ अनि हेल्दी पनि लाग्छ। मजासँग उसिनेर खाने गर्छु म चाहिँ। बेला बेला चाहिँ तारेर अनि पोलेर खान्छु, तर धेरै टाइम चाहिँ म उसिनेरै खान्छु। किनभने सुँगुरको मासु चाहिँ राम्ररी पकाएर खाएन भने के हुन्छ त्यो त सबैलाई थाहा छ हैन।